आज हामी ट्रेनिङमा आएको ट्रेनिङ राम्रो छ अब हामी एक्जाममा जाँदैछौँ सबैलाई बेस्ट अफ लक ओके थ्याङ्क यू ल अब फेरि नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ है राणा ब्लग तर्फतिर। अब धेरै दिनपछि समथिङ है 10-15 दिनपछि फेरि भिडियो लिएर आइसक्यो राणा ब्लग। कतिजना वाइटीमा हुनुहुन्छ है लिएर आउँदैछ ट्याक्क लगाएर हाम्रो केटाहरू छ है। हामी चाहिँ आज ट्रेनिङतिर तर्फ जान लाग्यो है ट्रेनिङतिर। अनि यो चाहिँ हल्का फुल्का एक्जाम छ अरे त्यहाँबाट म चाहिँ आज जान लाग्छ है गाडीको वेटिङमा छ। गेट नम्बर 2 मा यहाँ बताइहरू हुनुहुन्छ ट्याक्क लगाएर म चाहिँ यहाँ है। जतिजना नयाँ हुनुहुन्छ है लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्ने म भिडियो चाहिँ अगाडितर्फतिर लाग्दै है त साथीहरू हेर्दै गरिदिनु होला फुल भिडियो र इन्जोय गर्नु होला है त। ल है हामी समथिङ आधी घन्टाको वेटिङ पछि हामी अब लाग्यौँ गेटतिर ल त गाडी त आयो के बाहिर जानु सो गाइड्स है हामी चाहिँ गेटबाट नि बाहिर निस्किसक्यौँ। हाम्रो क्याम्पको नाम चाहिँ फेरि अलिक क्लियरसँग दिएको छैन है। हामी चाहिँ अब ट्रेनिङ र एक्जामको लागि जाँदैछौँ है त लगाएर केटाहरू यति नै हो कि कतिजना लगभग समय केटाहरू एक्जामको लागि केही अरू आइसक्यौँ भनौँ। यो चाहिँ पढेर कसमा चाहिँ एक्जाम दिने छौँ है त साथीहरू। यति भयो है क्लास बसेको रे है क्लास बसेको यस्तो भर्खर ब्रेकफास्ट गरेर आएको हुन्छ नि यहाँ 1 घन्टा 1.5 घन्टाको ब्रेकपछि हामी फेरि यहीँ उसमा छौँ सानो। अब हामी चाहिँ समथिङ एक्जामको लागि 4:30 बजी जान पर्ने हुन्छ है। यो चाहिँ त्यतिखेर चाहिँ भर्खर 11 बजी अझै 4-5 घन्टा बस्नुपर्ने हुन्छ हामी चाहिँ अन्त क्लासमा। हेर्न सक्नु साथीहरू त्यही छ है केही एक्जाम्पलको लागि होटलको लागि त है क्लासमा क्लास यस्तो छ के भइरहेको छ यहाँ यस्तो साथीहरू। Way of hand washing is wet your hands with warm running water and liquid soap. Rub your hands together to make a soapy pattern. Do this away from the running water for at least 15 to 20 seconds. Be careful. Wash away the lather. Rub your hands together and the back of your hands as well as thumbs between the fingers and under your knees. Rinse your hands under warm running water. Dry your hands with a
साथीहरू अब खाना चाहिँ यहाँ आइसक्यो ल अब दिन पर्छ खाना के खाना सुरु गरिदियो होला भएपछि त पेट तागो होला नि ल हैन दाइतर्फ लागि इन्टरभ्यूतिर दाइ आज हामी ट्रेनिङमा आएको ट्रेनिङ राम्रो छ अब हामी एक्जाममा जाँदैछौँ हामी सबैलाई बेस्ट अफ लक ओके थ्याङ्क यू दाइ ल अब फेरि यता चाहिँ केटाहरू रेन्सिङ गरेर यता सिजो भल्ला गरिरहेको छ मलाई अब हाम्रो इक्जामको लागि ल कस्तो भइरहेछ अब इक्जाम दिँदैछौँ है ल दाइ कस्तो भइरहेछ अब इक्जाम छ इक्जाम है अब इक्जामको तयारीमा हामी चाहिँ अब यहाँ बोल्दैछन् विद्यार्थीहरू यता पेपर सेपरहरू चिट सिट चोर्ने लाग्नेहरू लगभग ल दाइ अब कस्तो महसुस हुँदैछ अब इक्जामको लागि जाँदैछौँ हामी दाइ यताको दाइ फेरि के भन्न चाहनुहुन्छ तपाईँले फेरि हो ल लगाइ सबैजनालाई हुन्डा हुन्डा बसमा चढिसक्यो भन ट्याक्क लगेर गाडीमा चढेपछि हामी दिन हामी चाहिँ कहाँ पुग्यो कहाँ आइपुग्यो है यहाँ उताको सिटीमा यार यो त के हो र यस्तो यतिको के ए बरे यता हेरे ल है
म्युजियमको लागि यता आउँदैछ है यता पो आइपुग्यो त हामी त के हो यस्तो ओबुई है यता पो आइपुग्यो हेरेका नपक्कै यता हेरेका नपक्कै हामी चाहिँ लाग्यौँ है एक्जाम सिजम लिएर ल एक्जाम सिजम लिएर हामी चाहिँ लाग्यौँ है ढुक्क ल हामी चाहिँ अब रुमतर्फ हुन यता लागेर ढुक्क भयो नि त मिसिक्यो है हाम्रो चाहिँ अब हाम्रो यात्रा चाहिँ रुमतर्फ हुन्छ है त ओहो नि बरै साथीहरू हेर्नु है बिल्डिङ हेर्नु बिल्डिङहरू भनेर यो बिल्डिङ चाहिँ माथि हेर्ने माथि हेरौँ है बिल्डिङ यही माथि छ है ल है हामी चाहिँ अबु धाबीको सिटीमा आइपुग्यौँ एक्जाम दिनको लागि है एक्जाम उसमा हेर्न सक्नुहुन्छ है बिल्डिङ सेल्डिङ यहाँ भलिबल झुन्डिरहेको छ ओहो नि बरै भलिबल झुन्डिरहेको छ ओहो नि बरै ल है साथीहरू तपाईँहरू चाहिँ भलिबल माथि झुन्डेर बसिरहेको छ लाएर यहाँ अब बाटो खोल्यो है बाटो खोलेपछि यहाँ रेस हुन्छ रेस कारको हो अब को सक्छ है जो सक्छ त्यो भाग्ने अब कारहरू हेर्नु है ऊ अगाडि गइसक्यो यो हेर्नु अब रेस कारको रेस हुन्छ यहाँ ए तेरिका भागिरहेको छ के त ऱ्यापिड खरायो भन्दा छिटो भएको छ है ओहो रेसिङ हामी चाहिँ क्याम्पतिर आइपुग्यौँ है होइन एक्जाम चाहिँ दौरो दियो पुडुङ्गै थोक्दिने आज चाहिँ एसएलसीको एक्जाम दिएर आइयो एक्जाम त एसएलसीमा नि यति धेरै दिएको थिएन होला आज त पुरै 30 मार्क्समा 30 मार्क्स है पास ढुक्का हो कि एसएलसी भन्दा नि गाह्रो रहेछ ए यस्तो थिएन साउदीमा आएर एसएलसी दियो ल दाइ कस्तो लाग्यो हजुरलाई फेरि पुडुङ्गा थोक्दिने हो ए ढुक्का हो पुडुङ्गा ल एउटा सिधै गइछ दिने भन्नु है त साथीहरू है अब हामी चाहिँ रुम आइपुग्यौँ अब लोक चाहिँ छोटो मिठोमा छौँ है यति नै गरौँ एक्का लगाएर सबैजनाले हेरिदिनु होला भन्दै ब्लगलाई अन्त्यतिर है त ल बाइ